विक्रम सम्वत 2028 साल भाद्र 9 गते जन्मिएका अशोक ब्यान्जु नेपाली स्थानीय नेतृत्वमा सम्भावनाको प्रतीक बनेका छन्। 2054 सालमा मात्र 25 वर्षको उमेरमा धुलिखेल नगरपालिकाको उपप्रमुख बनेर उहाँले युवाले पनि नेतृत्वमा जिम्मेवारी राम्रोसँग सम्हाल्न सक्छन् भन्ने उदाहरण दिनुभयो। त्यो समय नगर प्रमुख बेलप्रसाद श्रेष्ठ रहनुभएको थियो। समयसँगै उहाँको यात्रा स्थानीय सीमामा मात्र सीमित रहेन। 2075 सालमा उहाँ नेपाल नगरपालिका सङ्घको अध्यक्ष बन्नुभयो र सोही वर्ष UCLG ASPAC को अध्यक्षमा निर्वाचित हुनुभयो। 7000 भन्दा बढी सहर आबद्ध यस अन्तर्राष्ट्रिय सङ्गठनको नेतृत्व तहमा नेपालको पहिलो प्रतिनिधित्व धुलिखेल नगरपालिका र नेपालका लागि गर्वको क्षण बन्यो। नगर प्रमुखको रूपमा जिम्मेवारी सम्हालेपछि उहाँले धुलिखेललाई विश्वसँग जोड्नुभयो। ठूला र समृद्ध सहरहरूसँग भाइचारा, भगिनी सम्बन्ध बने, विकासका अनुभव र स्रोत साटासाट भए र धुलिखेलको पहिचान अन्तर्राष्ट्रिय स्तरमा फैलियो। जनताका दैनिक समस्याप्रति उहाँ सधैँ गम्भीर रहनुभयो, तर त्यसमै मात्र सीमित हुनु भएन। फराकिलो सोच र जिम्मेवार नेतृत्वका साथ उहाँले अन्तर्राष्ट्रिय तहमा पनि नेतृत्व दिनुभयो। अशोक ब्यान्जुको नेतृत्वमा धुलिखेल केवल एउटा नगरपालिका मात्र रहेन, यो विश्वसँग जोडिएको आत्मविश्वासका साथ अगाडि बढ्ने सहर बन्यो।